हाई गाइज वेलकम ब्याक टु माई च्यानल सिजना ब्लग। आयो हजुर पनि सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। न्यू डे न्यू ब्लग। आज चाहिँ मैले अलि ढिला नै ब्लग स्टार्ट गरेँ। त्यही पनि अब ब्लग बनाउने सुरुमा त थिइनँ कि अब कहाँ के बनाउने त भन्ने कुरा नै थिएन। अनि अब साथीले आएर अब मलाई जाम घुम्न भन्नुभयो। अनि आएर हामी घुम्न जान लाग्यो। त्यहाँ माथि डाँडातिर घुमेर आउने भनेको थियो। अहिले घुम्ने ठाउँ बनाहारे बस्ने ठाउँ बनाहारे भनेर हेर्न जान लाग्यो। तपाईँहरूलाई देखाउँछु कस्तो रहेछ त्यहाँ घुम्ने ठाउँ अनि बस्ने ठाउँहरू। म जान्छु, हेर्दै गर्नु होला है। गाइस हाम्रो घरतिर चाहिँ यसरी लसुनहरू फलाइरहनु भएको छ, हेर्नु होला। अब चाहिँ जान निस्केर आएको म चाहिँ कोदो सुकाउँदै रहेछ। आज हेर्नुहोस् कोदो कसलाई चाहिन्छ भने कमेन्ट गर्नु होला, म पठाइदिन्छु। अब हामी चाहिँ जान लाग्यो। पार्टी पछि लाग्यो खोइ त्यसलाई बन्द गरिदिनु नि त। सो गाइज हामी चाहिँ घुम्दैछौँ रोटै जान लाग्यो। हामी हाम्रो गाउँघर चाहिँ फेरि अर्को पानीको लाइन खन्नु भएको छ। पानीको लाइन आउँदैछ। यता पानी लाइन हिँडेर जानुपर्छ। यस्तो उकालो ओह्रालो छ गाउँघरतिर त। एक बेसी लाग्यो लाग्दैन होला हौ एक बेसी त। पानी लाइन यसरी खन्नु भइरहेछ, हेर्नु होला। ए बा यहाँबाट भिरबाट गुल्टो भने त सर्लकै भयो मुनि। यहाँबाट पक्लक्कै तल गयो भने त मरिन्छ सर्लकै। कस्तो अब यो भित्रभित्रै हिँड्ने ए बाउ भात खाना भात छैन भने यस्तो बाटो हिँड्ने रे। लु पक्लक्कै भयो भने के गर्ने। ए आमा हो यता भिरतिर गयो भने त सर्लकै तल खोज्न जानुपर्छ। खोज्न गयो नि भेट्दैन मान्छे त। भेट्छ रुखले अल्झाए त भेट्छ। क्वालिटी पुग्छ कि नअल्झाए है। अब यतातिर जाली लगाएर तर्खर ठिकै भइरहेको रहेछ। म चाहिँ आएको थिइनँ। हाम्रा पछाडिका साथी चाहिँ आएर गइसक्नु भएको रहेछ। यसरी जाली लगाउनु भएको रहेछ। उकालो उज्जवल र सोबिन मसला बोक्ने मान्छेनन्। ए बा यत्रो मसला बोक्ने वहीँ माथि बना भन्छ त। यस्तै होला बस्ने ठाउँ भनेको। साथीहरू गाइज यस्तै छ गाउँहरूको बाटो त। त्यही उकालो ओह्रालो साह्रो रहेछ। त्यही माथि बिराम भएर बसिरह कति सुत्नु त भनेर हिँडेको। बेलुका झन् धेरै सुताइदिएला जस्तो। यति ल हेर्नु पारी पाखा यहाँ त भिर कोही हाम फालेर मरौँ रे। मरम लाहानी मरिहाल्यो हुन्छ अहिले। बेसी सहर हेर्नु होला गाइज। हामी चाहिँ त्यो खोलामा गएर पहिला माछा मार्थ्यौँ। यस्तो छ हाम्रो घर जाने बाटो चाहिँ त्यताबाट हो, हेर्नु होला। अनि त्यहाँनिर एउटा बस्ने ठाउँ राख्नु भएको रहेछ। ए 4वटा रहेछ त। तलै छ नि 6वटा ए उ त्यो त यस्तो राख्नु भएको रहेछ। ल टक्क लाएर बसिसकिन्। मलाई चाहिँ अलिक थकै लागिरहेछ। बस्ने हो नि त तपाईँ। लो हात्ती चाहिन्छ नि आउनुलाई। ए हात्ती हो कि गइरा ए त गइरा हो साथीहरू चिन्ने। ए गइरा हात्ती भनिदिन्छु कि बिर्सेछ आज हातमा रहेछु होइन। त्यो चाहिँ केसको थाहा मयुरको उताको चाहिँ नेपालको नक्साको
यो पुरै लगाओ जाली चाहिँ गाइस यहाँ काम गर्न आउने मान्छे चाहिँ उहाँ नै हुनुहुन्छ हेर्नु होला यत्रो सानो उमेरमा नि यस्तो काम गरेर हिँड्नु भएको थियो अब के गर्नु दुःखले त हो नि होइन काम गर्नुपर्ने तर मैले यस्तो काम चाहिँ गर्नु परेको छैन अहिलेसम्म अब के थाहा पछि के हुन्छ है कोही चितवन जाने रे ज्यामी काम गर्न जाने रे के अन्त घर बसेर काम छैन अरे कसलाई घरमा बसेर सुती सुती खाना पाइ को काममा जानु होइन ल जाऊँ उता उता नि गएर आम अनि त्यहाँबाट यहाँ बसौँ एकछिन हालेर मरम भनेको म देखाइदिन्छु यी झन्डा नेपालको झन्डा गाइज हेर्नु होला यत्रो ठुलो बनाउनु भयो अब टक्क लाएर पेन्टिङ गरेर टक्क लाएर गाड्नुहुन्छ होला यसलाई यो उचाल्ने हो उचालेर ठडाउने हो र ए गाइज अब झन् राम्रो हुनेवाला छ हाम्रो गाउँ हेर्नु अब गाउँ जस्तो नि छैन अब अहिले त गाउँ भन्दा नि त्यति ऊ चाहिँ छैन अहिले गाउँमा चाहिँ समस्या छैन अब यहाँ यस्तो रुख बिरुवाहरू नि सबैपट्टि लगाउनु भएको छ रुख बिरुवाहरू अब ठुल्ठुलो हुन्छन् राम्रो हुन्छ होइन गाइज अब को मान्छे लु यो चाहिँ छड्नु त यो देखाम मयूर अब म चाहिँ यहाँ बस्छु हो ल कस्तो देखिएको छ हेरिदिनुहोस् भनिदिनुहोस् होला भिडियो चाहिँ अन्तिमसँग हेरेर कमेन्ट छोड्नु होला कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गरिदिनु होला है त अब चाहिँ बिस्तारै बिस्तारै भयो हेर्दै 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 हिँड्न पर्यो तल तल नि राख्नु भएको रहेछ उता एउटा अहिले त देखेन अनि उहाँ पुगिसक्नु भयो बुढी मान्छे अनि नाकले धोका दियो क्या गाइज मलाई नाकले धोका दियो म आएकै छैन कसै थाहा नेपालको नक्सा होला गाइस नेपालको यो छोटो 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 क्या अच्छा देख रहा है ए हिन्दी बोली छु कस्तो राम्रो देखिएको छ गाइस छैन त भनिदिनुहोस् त तपाईँहरूले एकछिन बस्छौँ अनि जामलाई शीतलमा गएर बस्ने घाम चर्किया छ त्यही नि एकछिन बसेको ए है यस्तो उकालो खगै उकालो छ ए पुरै तारबार लाउनु भएको रहेछ तर सेफ्टीको लागि चाहिँ खतरा छ अब यहाँ आएर तलतिर खस्ने हो भने त सिधै जाडा मान्छे आयो भने पनि लड्दैन अरे गाइस उनीहरूले भोज नि खाए अरे बिहेको भोज खाए कि काम गरेको भोज खाए त्यहाँ चाहिँ हात्ती हो अघि गएर देखाएँ साथीहरू अहिले चाहिँ हात्ती छ अरे ओ यहाँ त अलि ऊ रहेन जग्गा होइन अलिकता पेन्टिङ भने तर सबभन्दा मन परेको मलाई त्यो नेपालको नक्सा एकदम दामी एकदम पर्फेक्ट लागेको चाहिँ मलाई त्यो हो अब म यहाँ बस्छु अब ओहो भाँचिलाई क्या उठ्यो नि त नट्न कसै होला ए यसलाई त नट चाहिँदो चितुनको बाटोमा राख्छ नि तो गाइज हामी चाहिँ जान्छौँ अब हामी चाहिँ जान्छौँ तल 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 हेर्दै 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 जाने भनेको छौँ अब त्यहीबाट जानु पर्ला कता कताबाट जाने हो त्यही भएर यताबाट यताबाट जाने भन्नुभएको छ बाटै रहेछ क्या त्यही भएर यतैबाट आएको हामी चाहिँ अब हिँड्नु पर्ने यहाँ चाहिँ खाएर बनाएको के बनाइन्छ हात्तीकै हो ए बाबु यहाँ पनि हात्तीकै दुईटा हात्तीको हात्तीकै होला अर्को के हो के छ जन्त अर्को हेऱ्यो भन्छ अब हामी अर्को हेर्छौँ अनि गाइस हामी चाहिँ घर जान्छौँ यहाँ अर्थुङ्गै हुन्छ अनि अब चाहिँ हामी जान्छौँ होइन त्यही भएर किन पोको पारेर राख्यो कसले पोको पारेर राख्यो हुने नै यस्तै हो ए
अब के थाहा पाइ मलाई त थाहा नै होइन। सो गाइस अब चाहिँ हामी अब एउटा बस्ने ठाउँ हेर्ने अनि त्यहाँबाट घर जान्छ। आजलाई यति नै होला भिडियो, अन्तिमसम्म हेरेर साथ दिनु होला। मयूर किन एउटै चित्र लिएर आऊ क्या, यहाँ चाहिँ फेरि सफा रहेनछ, फोगर रहेछ। ल गाइज चसै बना दबाईले त लास्ट भोग लाग्दो रहेछ क्या हो गाइज, मलाई भनिदिनुहोस्, मलाई त भोग लाग्न थालिसक्यो। के खाने नि थाहा छैन फेरि। सो गाइज अब चाहिँ आजलाई चाहिँ यति नै भिडियो। बाई 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 साथीहरू।